ल चाहिँ गोठको मनोरम दृश्य देख्न सक्नुहुन्छ। यता छ है खुर्सानी, यहाँ इस्कुस। ओहो, यहाँ त केरा बडाङतै ढलेछ नि त, आम्बो बाटै छेकिने गरे हौ। केरा पनि ढलेछ, इस्कुस पनि लिएर गएछ कहिलेको पानीले हो। त्यसको बाजे ल यहाँ छन् हाम्रो बडी, यस्तो फलेछ नि। यसलाई चाहिँ यसरी टिप्ने, यसरी खाने। बुझ्यौ, यहाँ पाकेछन् खुर्सानी। मम्मी गइसक्नु भयो खेतमा, म जाने क्रममा छु। ल एकदमै हरियाली बारीमा झारै झार छ गाइस। बादल पक्क घरको भ्यू यहाँबाट नि हेर्न सकिन्छ, मिठो देखिन्छ। सुनकाउली छ, बेलौती छ, अनि हाम्रो यहाँ छ केरा काटिसक्नु भएको छ यहाँ मम्मीले। अर्को केरा लुट हान्न आउलाई, लुट हान्न नआउनु। अर्को मुठा त्यहाँ, अर्को केरा त्यहाँ। मलाई निलो आकाश मुनि हिजो देखाएको तिमीहरूलाई यतापट्टिको दृश्य थियो, माथिबाट देखाएको थिएँ नि। यहाँ छ डोको, त्यसलाई बोलाएको मरि काटे आइने। कता हो हेर्न जाने? म चाहिँ तामा हन्टिङ जान्छु यो बोकेर। दुईटा मुठा काट्नु त्यहाँको। ल हाम्री आमा साह्रै नै असल, घाँस काटेर बाटो भयो सफल। हात काटेर बाँध्नु छपट्टि, त्यही हुँदा नि काम गर्छिन् झटझटी। ल यो त केरा भ्लग भयो क्या हौ। कति धेरै केरा हौ यही भिडियोमा। मैले 7-8वटा देखाइसकेँ मम्मी। यता मुनिको हेर्न जाने भन्नको मल्चिङ गरेर टक्क यहाँ छ खुर्सानी। यसपालि लगायो यो, अर्को माथि छन्। अब यो अहिले पनि फल त दिइराखेछ कि। यहाँ यस्तो छ, यहाँ यस्तो, यहाँ यस्तो। उता चाहिँ माथि चाहिँ कपाल फेरि सिल्की हो नि, सनसिल्क। माथिबाट मुनि छ नि, यहाँ दबदबेको भन्दा टक्क यहाँ मुनि राजुको बुढी अहिले थिएन, छैन। घ्याच लट्ठी काट्न गएको, बुटबाट खसेर हात पिडिक कडा किडिक कुडुक भयो। ओहो, यहाँ जाने त आम्बो बाटै छैन त नि हौ। भ्लगको चक्करमा खसिन्छ क्या फेरि अर्को। यस्तो छ है, बाटै छैन। तल खोला छ, सब बाँझै छ हौ। छैन, बाटो पनि छैन त्यसको खबर। एउटा तामा त ठुलो भइसकेछ, अब ढिला आइयो क्या। अब सकिने बेला भइसक्यो नि त, त्यही भएर भेटिन गाह्रै छ लाग्छ मलाई है। यहाँ पनि एउटा ठुलो भइसकेछ। त्यहाँ मुनि एउटा चाहिँ त्यो अहिले खान मिलेन, सानो र चाहिँ होइन। यतापट्टिकोलाई पछिलाई देखियो, अहिलेलाई गाह्रो पर्यो। अब हामी अगाडि हन्टिङ जान्छौँ।
सब बँदेल बसेर यहाँ त सखा पारेछ नि त। डरै लाग्दैछ हौ जान पनि। वाम्बो खस्यो यो मुटु। यता पनि छैन जस्तो छ, छैन जस्तो छ। कस्तो खाले हो। गाह्रै छ हौ आउन मात्र हुन्छ जस्तो लाग्यो मलाई। यहाँ एउटा त देखियो अघि, पछिलाई नो चान्स। छैन छैन देखेन। यता यता पनि त्यत्रो भइसक्यो छ। गर्ने के हो त। के छ हाल खबर मम्मी? कुन चाहिँ? कति पो पकाउन हाल्यो घरै त्यत्रो पकाउन हाल्यो। आमा छोरीको कम्पिटिसन पर्दैछ ल। एउटा गीत गाइदिनु नि त मम्मी। ल छैन गाई छैन। डोको भनिन्छ के अरे यसलाई। अब त्यो परिस्थितिको बारेमा गीत जाओस् न त एउटा। अल्छीका हजार दाउ फुरेन त गीत त। हे भयो हाम्रो देशमा आन्दोलन, देशमा आन्दोलन। आमा बाले कसरी खान्देलान् वनको चरी वनकै काफल, के अरे वनको काफल वनकै चरीलाई। जेन्जीको योगदान गए नि ज्यानमा। हाँस्नु हुन्थेन। सपना दुःख गरी पाल्छौँ नि हे बाबु त्यसो नभन। हे आजसम्म पाल्लेछ त्यसरी, पाल्लेछ त्यसरी। आउँदा दिनमा के गरम यसरी वनको काफल वनकै चरीलाई। तिम्रो माया 2 दिनको भए नि मेरो माया जुनीभरिलाई। हे बामाको ज्यान नसुकाउनु, ज्यान नसुकाउनु। उच्च राख्नु शिर नझुकाउनु वनको काफल वनकै चरीलाई। तिम्रो माया 2 दिनको भए नि मेरो माया जुनीभरिलाई। हे आजसम्म ठिकै छौँ अवस्था, ठिकै छ अवस्था। आउँदा दिनमा हुँदैन बेवास्ता वनको काफल वनकै चरीलाई। तिम्रो माया 2 दिनको भए नि मेरो माया जुनीभरिलाई। पहाडतिर बन र पहरा, बन र पहरा। सानैबाट छोरी हुन् हाम्रा सहारा वनको काफल वनकै चरीलाई। तिम्रो माया 2 दिनको भए नि छोरा हाम्रो माया जुनीभरिलाई। हे निकै कडा दिन भोरि पलाई, दिन भोरि पलाई।
अब मैले सकिन गाउनलाई दिपासिरी घाँस कटिङमा दुईटा मुठा काटेर भए नि खान्छन् के अरे काट्छिन् घाँस मिलेन ल मिलाइदिनु हे यसपालि त बिदा छ 1 महिना बिदा छ 1 महिना 7 दिन आइन अब त घरैमा वनको काफल वनकै चरीलाई माइत आइन दुगुर्दै के गरून् जान्छन् घर टिका लगाउन हे मेहनत बनाइको चरीलाई सुख छैन के हामी छोरीलाई जानु पर्ने अर्कै घरमा हे अब मैले के भनम त्यसमा त्यसमा त देशकै हालत यस्तै छ खासमा त वनको काफल वनकै चरीलाई तिम्रो माया 2 दिनको भए नि मेरो माया जुनीभरिलाई तिम्रो माया 2 दिनको भए नि मेरो माया जुनीभरिलाई खोइ हे बिदा भयो यसपालि 1 महिना मनमा खुसी हर्षको सीमा छैन वनको काफल वनकै चरीलाई तिम्रो माया 2 दिनको भए नि मेरो माया जुनीभरिलाई हे गर्नु पर्छ गाउँमा घाँस दाउरा चुस्छन् रगत जुकैले औलैमा वनको काफल वनकै चरीलाई अब ए भारी पुगो भन्दैछिन् मैयाले फेरि घर कराउँछिन् सैयैले पैसा सैया हे उसुनाले टोकेछन् टोक्न त अब हामीले बाई भन्छौँ अब त सन्जे परो जान परो घरैमा टिकीलाई छिन् निधारमा टलक्क हाम्री आमा दसैँमा झलक्क वनको काफल वनकै चरी डोको हाम्रो भरियो अब त जान्छौँ अब घरभरिलाई हे ढोकाभरि घाँस काट्यो हामीले त यता ठुला आँखा छन् हेर्न त वनको काफल वनकै चरीलाई स्वर त हाम्रो गतिलो नभए नि गाइम गीत मोबाइल भरिलाई ल त्यही हो अब कुरा तिनै हुन् धेरै मिठो स्वर पनि के सुनाउने सबैलाई ए जान्छु अब म केरा काट्नलाई बाटो